आज हल्का हल्का घाम लाग्ला जस्तो गरेछ। दुई तिन दिन भयो पानी परेको। यसो छतको गार्डनमा चाहिँ गोडमेल गरौँ भनेको बुढाबुढीले। अलिअलि सिमिनी फलेछ, खुर्सानी त एकदमै फलेछ। हेर्नुहोस् गाइज, यो माछाको चाहिँ खोका छ नि, यो खोका त अति राम्रो उत्तम अभलको हुँदो रहेछ। यसमा चाहिँ खुर्सानी लग्यो भने खुर्सानी यति राम्रो खुर्सानी हुन्छ। हेर्नुहोस् यसमा कति प्रजातिको खुर्सानीहरू छ। हेर्नुहोस् यो डल्लो खुर्सानी पनि छ, यहाँ लामो, यो आकाशतिर फर्केको खुर्सानी छ, कालो खुर्सानी छ यहाँ यी। अनि यो सिन्टेक्स नफाल्नु होला, यो पानीको सिन्टेक्स फाट्यो भनेपछि अर्को नयाँ सिन्टेक्स ल्याउनु भयो भनेपछि यसलाई काटेर 2 पिस गराएर चाहिँ सब्जीहरू लगाउन मिल्छ। भिन्डीहरू, खुर्सानीहरू। सिन्टेक्स छैन भने यो माछाको खोका लिएर पनि हामीले उ गर्न सक्छ। अनि नयाँ घर बनाउनुहुन्छ, नयाँ घर बनाउँदाखेरि पेन्टको जो डिस्टेम्बरको बाल्टीहरू हुन्छ, बाल्टीहरू चाहिँ पनि फाल्नुहुन्न हजुरहरूले। बाल्टीमा पनि हेर्नु कति हुन्छ। हामीले यसमा रातो तरुल लगाएका छौँ। हामीहरू चाहिँ नेपाल म्याग्दीको हो। अहिले हामी चाहिँ देहरादुनदेखि बिलोङ गर्छौँ। अहिले देहरादुनमै चाहिँ बच्चाको पढाइको सिलसिलामा देहरादुनमै छौँ हामी। र जग्गा जमिन चाहिँ धेरै किन्न सकिएन, महँगो जग्गा होइन। अब घरमै छतमा चाहिँ यसो सागसब्जी लगाऊँ भनेर लगाएको यी। अहिले हाम्रो मेम साहबले चाहिँ कति बजारमा खरिदिराख्नु, हर साल बिउ पलहरू भनेर चाहिँ एउटा घिरौँला राखेछ यो बिउको लागि। यति ठुलो छ यो घिरौँला पनि यसमा लागेछ। यसमा यो सिन्टेक्सको उसमा मट्टीमा लगाएर, माटोमा लगाएर, खातहरू हालेर लगाएको हामीले यी। खाना हुन्छ यसमा। करेकाला पिँडालु लगाएको छ, पिँडालु छ, पिँडालु खान मिल्छ। यो पातहरूको पनि हामीले चाहिँ सब्जी बनाएर खान सकिन्छ होइन। लगाएपछि, मिहिनेत गरेपछि हर जग्गा हर चिज हुन्छ। गमलामा चाहिँ भन्ने यो राम्रै कुरा, गमलामा पनि हर चिज हुँदो रहेछ होइन। मिहिनेतै सबभन्दा ठुलो। हजुरहरूले पनि अब जग्गा कम छ, पैसा कम छ, सानो घर बनाउनु भएको छ भनेपछि छतमा चाहिँ राम्रो चाहिँ आफ्नो 2-3 परिवारलाई चाहिँ खानको लागि सब्जी बेर त पुर्याउन सक्नुहुन्छ। तर छतलाई चाहिँ एकदम सरसफाइ राखिराख्नुपर्छ।